अङ्कलको जेठो छोराको घरमा चाहिँ निकै नै भौतिक रूपमा क्षति भएको छ। अनि बुवा त्यो बेलुका चाहिँ घटना कसरी घटेको थियो, केही जानकारी छ तपाईँलाई? भन्नुहोस् न। जानकारी त मलाई छैन। उनीहरू माथि, म यहाँ, अनि टिभीहरू त्यो स्विच चाहिँ अफ गरेँ, जेक निकालिन, त्यो निकै ठुलो दामको अरे, त्यो गयो सबै के अनि माथि अनि हानेछ वज्रले, त्यहाँदेखि गाई मर्यो, अनि सबै कुरो मिटर बक्स उडायो। त्यहाँदेखि राति झऱ्यो, गडड झऱ्यो, गाई पनि मर्यो। हामी त आयौँ भन्यो। अनि भन्दा अनि के बोके भने अब म त 9:30 भएको थियो। अनि त्यतिखेर आयो, त्यहाँदेखि हस्याङ पस्याङ छैन नि। भनेपछि टिभी कान्छा छोराले ल्याएको थियो होला होइन? त्यो 80,000 पर्छ भन्थे। यही हो। यही हो, यही हो। त्यसको खोल यहाँ USDAI यो खोल यहाँ राखेको छु। भनेपछि 50 इन्च रहेछ होइन? 50 को अरे, आफू त जान्दिनँ पनि। अनि त्यो थियो, त्यो पनि गयो जस्तो छ। अनि सबै कुरो ध्वस्त नष्टै भयो नि त। के गर्नु? होइन, घरमा पनि निकै नै क्षति भएछ होइन? घरमा त अब भत्ताभुङ्गै नै भयो। त्यो मिटर बक्स कहाँ छ? यता झरेको वाइफाई जोडेको तार, त्यसले यहाँ पनि हान्यो टिभीलाई। त्यो जेक निकालिन, स्विच मात्रै अफ गरिराखेँ। अनि माथिको त्यो जोडेको, माथिबाट जोडेको तार थियो, त्यो मिटर बक्स, त्यो बक्स छैन। अनि तारसार जलेर गयो। अनि ध्वस्त। त्यो केटाकेटीहरू, त्यो नानी सानो छ, त्यसलाई सेकाइ तपाई उनीहरूको किचनमा खाइपी गऱ्यो, सेकाइ तपाई गरेछ र उनीहरूको कोठामा पसेर बसेको थियो अरे। अनि त्यतिखेर बडाङ र बुडुङ भयो। अब नातिनी, छोरा र बुहारी 3 जना चाहिँ सक्सेस। धन्न। अब ज्यानलाई चाहिँ के भन्यो, त्यो ठुलो कुरा मान्नुपर्छ। अब ज्यानको चाहिँ त्यस्तो तलमाथि भएन। अब त्यो धनको लागि त अब त्यो पुलिस असाईहरूले पनि भन्दै थियो, यति गाईलाई 1.5 लाख जति पर्छ भने। त्यो 18 लिटर दिन्थ्यो। मैले भरेको हो नि त। दुध राम्रो होइन, फ्याटहरू राम्रो थियो। राम्रो थियो। अनि त्यो पनि दुःख गरेर ऋण पान गरेर 1,05,000 मा किनेको। अनि त्यसको एउटा बाछी छ। त्यो बाछी यहाँ अप्ठ्यारो पनि भयो। अनि तल दिपेश भाइकोमा तलै गोठ छ, उसको पनि एउटा बाछी छ, तलै लगेर त्यहाँ एउटा छ। अनि यो त नष्ट भइगयो। अब वैशाख 15-22 सम्ममा ब्याउने थियो, ऊ नाश भयो त। अनि धेरै क्षति नै अब भएको छ होइन? अब त्यसमा चाहिँ अब अलिकति वडाले पनि केही राहतहरू दिला होइन? अनि यो भिडियो हेर्नुहुने अथवा कोही यसो सहयोग गर्ने इच्छा छ भने तपाईँले आर्थिक रूपमा, भौतिक रूपमा सहयोग गर्न सक्नुहुन्छ। यो दुःखद घडीमा मलाई अहिलेलाई बिदा हुन चाहन्छु। हस्।